चाहिँ हामी साकुरा हेर्न भनेर गएको मेरो चाहिँ पुरा निन्द्रामा छ हामी चाहिँ अलिकति ढिलो भयो अनि त्यसपछि जाने बित्तिकै सबैलाई भोक लागेको छ हामी अलिकति ढिलो भएको लागि सबैजना खानेकुरा हाल्न थाली गए भाउजू दाइ भएर भाउजू भाउजू चाहिँ पुरै म चाहिँ मासु हालेँ म चाहिँ मासु हाल्दैछु भन्दै हुनुहुन्छ अनि उता फेरि सिर्जना भाउजू चाहिँ म मासु हाली भन्दै हुनुहुन्छ पुरै होइन अनि विनोद अनि त्यसपछि फेरि निरा दाइ चाहिँ मक्ख पर्दैछन् खाना भनेर म भण्डार हेर न मक्ख परे खानालाई हो राम्रो भोकले रहन नभएर छिटो छिटो खाना पाए हुन्थ्यो भन्दैछन् विनोद दाइ पुरै मक्ख पर्दै क्या फेरि अनि त्यसपछि मेरो बुढा चाहिँ चम्ची निकाल्न थाल्यो भोकले अनि त्यसपछि अब सबै थोक हाल्दैछन् म चाहिँ भिडियो बनाउनुमा पऱ्यो नि त त्यही भएर मेरो चाहिँ देखिँदैन होइन सबैको फेस देखेको छ म चाहिँ लुकिएको छु कि क्यामेरामा अनि त्यसपछि अब सबै थोक हाल्न थाल्नु दाइ भाउजूले हाल्दै हुनुहुन्छ सकेकै छैन चाहिँ हालेर धेरै पो रहेछ खानेकुरा पनि अनि चम्ची हाल्दैछन् कोही चाहिँ चस गरौँ भने चस पनि गऱ्यौँ खाम्पाई पनि गऱ्यौँ अनि अब सबै थोकको सक्यो पालो अब खानेकुरा पनि यसो चस गरिदिइहालौँ न दाइ भनेर यसो चस गर्न थाल्यौँ खानेकुरा पनि उचालौँ भनेर चस गर्न थालिहाल्यौँ खानेकुरा पनि ल भनेर भाउजू फेरि भिडियो खिच्दै हुनुहुन्छ सबैजना खाना थाले भोकले आत्तेका थिए सबैजना अनि छिटो छिटो खाम भनेर अनि खाना थाली गए निरा त प्रायः विनोद दाइ त हेर्ने नै फुर्सद थिएन भोकले थालमा मात्रै ध्यान थियो विनोद दाइको त्यसपछि अब भिडियो बनाउन जाउँ न त्यसो भनेर भिडियो बनाउनतिर गयौँ ल म चाहिँ फेरि पुरा हिरोइनी हुँदैछु क्या भिडियो बनाउन हो मक्ख पर्दै म पनि बनाउने भन्दै सिर्जना भाउजू छोरी र मेरो बनाइदेऊ न भन्दै कुद्दैछन् दुईजना फेरि लिएर चस्मा पनि लगाइहालेँ फेरि छोरीलाई फेरि ब्याग लगाउँछौँ भने गएँ अनि म चाहिँ के फेरि चन्दी भाउजू म चाहिँ के कमी हौ भनेर भाउजू पनि पुरा अब भाउजूको पालाए मोडलिङ हुँदै आउँदै हुनुहुन्छ पुरै ओहो मक्ख पर्दै क्या अनि ल फोटो खिचौँ भनेर ग्रुप फोटो खिच्यौँ एउटा अनि हामी तिनजना फेरि निस्किनेर ल खिचौँ न त भन्यो भने रेबिनीको फर्स्ट साकुराको फोटो थियो त्यसपछि अन्तिममा चाहिँ हामीलाई जाने बेलामा एउटा भिडियो बनाऊँ न त भनेर भिडियो बनायौँ ओके दिस मच फर टुडे थ्याङ्क यू